नमस्ते। नमस्ते। Dr. Kunjang हुनुहुन्छ। He has been helping us since a very long time है। हेल्थ सेक्टरमा धेरै भएको समस्याहरू, डक्टर्स नर्सेस र हाम्रो स्वास्थ्य कर्मीहरू र कर्मचारीहरू भएको समस्याको लिस्टहरू हामीसँग पहिलादेखि नै धेरै नै थियो। वी हेभ बिन फाइटिङ सिन्स अ very long time यसको व्यक्तित्वको विरुद्धमा। एन्ड डक्टर कुन्जाङ हेज बिन हेल्पिङ अस आउट इन सो मेनी वेज पहिलादेखि नै। सो ही विल एड्रेस यु नाउ। नमस्कार सबैलाई। म डाक्टर कुन्जाङ शेर्पा हो। म चाहिँ एउटा इन्टरनेसनल कन्सल्टेन्ट कार्डियोलोजिस्ट हो र गभर्मेन्ट सेक्टरमा नै विगतमा काम गरिरहेको छु। म पहिला त्यो कारणले गर्दाखेरि मलाई सिस्टममा चाहिँ धेरै कुरा चित्त बुझेको छैन। इभन म डक्टर्सहरूको लागि पनि विभिन्न कुरा सुधारको लागि चाहिँ म जहिले पनि अगाडि नै बसेर हिँडिरहेको छु। म सर्वप्रथम त हाम्रो जिन्जी आन्दोलनमा जुन शहीदहरू हुनुभएको उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र राज्यलाई के भन्न चाहन्छु भने आन्दोलनमा भएको शहीद परिवारहरूको सबै उपचारहरू चाहिँ निःशुल्क त गरेको छ र सम्पूर्ण निःशुल्क नै हुनु पर्यो र साथसाथै प्रथम परिवारका सबै परिवारहरूको पनि शहीदको कार्ड बनाइदिइसकेपछि उहाँहरूको सरकारी अस्पतालहरूमा सबै कुरा चाहिँ भविष्यमा पनि परिवारको पनि उपचारहरू चाहिँ निःशुल्क हुनु पर्यो। त्यही कारण अर्को कुरा चाहिँ भिड नियन्त्रणको लागि जुन सरकारले गर्नुभयो त्यसमा इन्टरनेसनल स्ट्यान्डर्ड अपरेटिङ प्रोटोकल हुन्छ, त्यो अनुसारले कार्यान्वयन गर्नुपर्छ। संवेदनशील आन्दोलनमा गोलीहरू हान्नुभयो, त्यही कारणले अकालमा धेरै हाम्रा युवा साथीभाइहरूले ज्यान गुमाउनुभयो। त्यसको पनि त्यही कारण भिड नियन्त्रणका स्ट्यान्डर्ड अपरेटिङ टुल्सहरू चाहिँ युज गर्नुपर्दछ। साथै स्वास्थ्य प्रणाली सुधार गर्नको लागि चाहिँ सबैभन्दा प्रथम भने चाहिँ यो जुन आन्दोलनको मूल माग थियो त्यो भनेको चाहिँ करप्सन हो। करप्सन कहाँबाट हुन्छ? युजली राजनीतिक हस्तक्षेप भएर हुन्छ। नेपाल स्वास्थ्य सेवा ऐन अनुसार पनि के भने कुनै पनि सरकारी चिकित्सकहरूले राजनीतिमा भाग लिनु हुँदैन र राजनीतिमा भाग लिएमा चाहिँ बर्खास्त गर्नेछ। यहाँ त सबैजना राजनीतिमा भाग लिने, दलीय गठबन्धन गर्ने, त्यही कारण दलीय गठबन्धन र भातृ सङ्गठनहरू चिकित्सकमा हुनु हुँदैन। त्यही कारणले यो भएमा सबैजना चाहिँ एउटा प्रोफेसनल सोसाइटी सबैजना चाहिँ हामी छोडेर डक्टर प्रोफेसन एउटा युनिटी होस् भन्ने नै सबैजनाले धारणा हुन्छ र यो युनिटी भएमा चाहिँ सबैजनाले चाहिँ प्रोफेसनल ग्रोथ हुन्छ, मेरिटोक्रेसीहरू मिचिँदैन। जो मान्छे चाहिँ सक्षम छ त्यो मान्छे मात्र अगाडि बढ्छ र सुधारको कार्यक्रमहरू अगाडि बढ्दछ। त्यसको साथसाथै म के भन्न चाहन्छु भने चाहिँ किन ऐनमा लेखेको कुराहरू यिनीहरू चाहिँ ऐनमा लेखेको कुरा। अर्को कुरा चाहिँ स्वास्थ्य क्षेत्रमा जुन हुने अनियमित भ्रष्टाचार नियन्त्रण, औषधि तथा स्वास्थ्य उपकरण खरिद प्रक्रियाहरूमा एकदम पारदर्शी गर्नुपर्छ र जनउत्तरदायी बनाउनै पर्दछ र यसको लागि चाहिँ एउटा नियमकारी निकाय हुनुपर्छ। त्यसमा के भयो, अहिले कति सामानहरू किन्छन्, खरिद हुन्छ तर थन्केको अवस्थामा छ। त्यसको थन्केको अवस्थाको कारण के हुन्छ, किन युज भएन, जनशक्तिको अभावले हो कि के को कारणले गर्दा त्यो तत्कालै पत्ता लगाएर एउटा नियमकारी निकाय बनाएर त्यसकै अनुगमन नियमकारी निकायहरूलाई एकदमै कडा रूपले गरेर अगाडि बढाउनु पर्दछ। अर्को भनेको नेपालमा हामीले यो विगतमा धेरै रणनीतिहरू छन् जुन चाहिँ नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना छन् 2069देखि 2078को, राष्ट्रिय स्वास्थ्य वित्त रणनीति छ 2080देखि 2090को। यस्तो कुराहरूलाई चाहिँ चाँडोभन्दा चाँडो कार्यान्वयन गरेर सम्पूर्ण काठमाडौँदेखि मात्र होइन पेरिफेरीको सबैजना रुरल हेडदेखि सबैजनालाई चाहिँ हामीले विकास गर्न सक्नुपर्छ। साथसाथै हाम्रो जुन सस्टेनेबल डेभलपमेन्ट डिगो विकासको 2030सम्मको जुन सस्टेनेबल डेभलपमेन्ट गोलहरू छ त्यसलाई एचिभ गर्नुपर्दछ। र साथसाथै हाम्रो अर्को भनेको चाहिँ स्वास्थ्य कर्मीहरूको जुन चाहिँ सम्पूर्ण स्वास्थ्य कर्मीहरूको चाहिँ जुन तलब सेवा सुविधा छ, दरबन्दीहरू छैनन्, ओएनएम सर्वे भएको छैन। 20 वर्ष अगाडि वर्षको जुन त्यो अनुसारको दरबन्दीबाट चाहिँ चिकित्सकहरू बसिरहेछन्। त्यही कारणले ओएनएम सर्वे गरेर हामीले पनि फेरि यसलाई चाहिँ रिसिस्टमाइज गरेर चाहिँ कहाँनिर चाहिँ कति दरबन्दी चाहिन्छ, किनभने कसैलाई करारमा राखिरहेछ, कसैलाई ज्यालादारीमा राखिरहेछ, न्यूनतम स्यालेरीमा रहेछ, सेवा सुविधा छैन, हजार्ड अलाउन्सहरू छैन। त्यही कारण यो कुरामा चाहिँ बोल्नै पर्ने भइसकेको छ। किनभने यो गरेर स्वास्थ्य कर्मीलाई सरकारी अस्पतालमा काम गर्ने कसरी बनाउने वातावरण हुन्छ, पर्फर्मेन्स बेस इन्सेन्टिभहरू दिएर हुन्छ कि तिनीहरूलाई गर्नेमा चाहिँ स्वास्थ्य कर्मीको मनोबल उच्च साथ बढ्नै हुन्छ। साथसाथै सम्पूर्ण एउटा इम्पोर्टेन्ट पक्ष भनेको चाहिँ जनस्वास्थ्यको सेवा हो, जनताहरूको सेवा। त्यो भनेको चाहिँ जनताले पाउने मूलभूत आधारभूत सेवा र इमर्जेन्सी आकस्मिक उपचारको लागि जुन नेपाल जनस्वास्थ्य सेवा ऐन भनेको छ त्यो अनुसारले बिरामीको आकस्मिक उपचारहरू ढिलाइ नै हुनु भएन, त्यहाँ तत्कालै गरेर गर्नु पर्यो। त्यहाँनिर इमर्जेन्सी सेवाहरूमा आकस्मिक उपचारहरू एकदमै गर्नु। त्यही कारण यो कुराहरू गर्नको लागि नै हामीले सम्पूर्ण कुराहरू र साथसाथै सिम्पल कुराहरू छन्। जस्तै नेपालको चिकित्सकहरूको लागि चाहिँ एउटा मेडिकल काउन्सिलमा टेम्पोरेरी भर्सेस पर्मानेन्ट लाइसेन्स छ, जुनको केही औचित्य छैन। किनभने विदेशहरूमा लाइसेन्स दिइसकेपछि एउटा हुन्छ, त्यो डक्टर ठिक छ कि छैन भने गुड स्ट्यान्डिङ सर्टिफिकेट इस्युज हुन्छ। त्यही कारणले टेम्पोरेरी भर्सेस पर्मानेन्ट पहिला हुने त ऐनमा, तर यो नियमावलीमा रहेछ। त्यही कारणले यो मन्त्री परिषदले यसलाई चाहिँ नियमावलीलाई परिवर्तन गरेर एउटा काउन्सिलको रेजिस्ट्रेसन लाइसेन्स भएपछि चाहिँ एउटा रेजिस्ट्रेसन लाइसेन्सको मात्र सर्टिफिकेट दिने व्यवस्था गर्नुपर्दछ। साथसाथै
एउटा भनेको चाहिँ अर्को भनेको चाहिँ मेडिकल शिक्षाको गुणस्तरको कुरा हो र मेडिकल शिक्षाको गुणस्तरका लागि सरकारी अस्पतालहरूमा चाहिँ सरकारी अस्पताल र सरकारी मेडिकल उसमा चाहिँ सिट चाहिँ बढेको छैन, तर प्राइभेटमा मात्र सिट बढाउनु हुँदैन। सरकारी स्पेसली सरकारी उसहरूमा चाहिँ जहाँ चाहिँ एडुकेट जनशक्ति, एडुकेट टिचर्स, शिक्षकहरू, प्रोफेसरहरू एडुकेट भएको ठाउँमा मात्र चाहिँ जनशक्तिहरू चाहिँ भएको ठाउँमा मात्र चाहिँ मेडिकल शिक्षा आयोगबाट पनि मेडिकल एजुकेसन कमिसनबाट चाहिँ त्यो अनुसारको चाहिँ विद्यार्थीहरू चाहिँ उ गर्नुपर्दछ र साथसाथै सबैभन्दा प्राथमिकता भनेको चाहिँ सरकारी विश्वविद्यालयहरू, सरकारी युनिभर्सिटिजहरूमा मात्र चाहिँ सिटको सङ्ख्या बढाउनु पर्दछ। र यही भन्दाखेरि र नेपालमा हाम्रो धेरै जस्तो साथीभाइहरू चाहिँ विदेश पलायन भन्छ, किनभने रोजगारीको अभाव, न्यूनतम स्यालेरी, ड्युटी गर्दाखेरिको अलाउन्सहरू नपाएको कारणले गर्दाखेरि र यहीँनिर चाहिँ जबको सिर्जना गर्नका धेरै साथीभाइहरू चाहिँ विदेश पलायन भइरहेको छन्। त्यही कारणले नेपालमा नै त्यस्तो हामीले चाहिँ रणनीति बनाएर एउटा सिस्टम बनाएर चाहिँ यहाँनिर चाहिँ सबैजना राख्नुपर्छ। नर्सिङहरूको स्यालेरी न्यूनतम छ, त्यसमा बोलिदिनु पऱ्यो। प्राइभेट र सरकारीमा हेर्दाखेरि धेरै कुरामा भिन्नता छ। 10-12 हजारदेखि लिएर 15 हजारसम्म नर्सिङहरूलाई काम गरेको छ। त्यही कारण यस्तो कुरालाई एड्रेस गर्नुपर्छ। सरकार हामी बसेर सबै कुरा यस्तो एड्रेस गर्नुपर्छ। सरकारले बनाएको पूर्व योजनाहरू लाग्नुपर्छ। नेपालको राम्रो कुरा लेख्छन्, केमा लेख्छन्? स्वास्थ्य सेवा एनमा लेखेछ, जनस्वास्थ्य सेवा एनमा लेखेछ, नियमावलीमा राम्रो कुरा छन्, तर त्यो कार्यान्वयन हुँदैन। चाहिँ हाम्रो कुरा नै इम्प्लिमेन्टेसनको लागि हो। त्यही कारणले हामीले एउटा पेटिसन साइन क्याम्पेन हामीले स्टार्ट पनि गरेको छौँ स्वास्थ्य सेवा सुधार अभियानमा। यो पेटिसनमा सम्पूर्ण कुराहरूलाई चाहिँ हामीले समेटेर चाहिँ प्रधानमन्त्रीज्यूलाई चाहिँ बुझाउने हामीले गरिन्छ। र यस अभियानमा तपाईँहरू पनि लागिदिनुको लागि म विनम्र हुन्छु। यसको लागि चाहिँ गुगल फर्म चाहिँ हामी तल दिएको हुन्छ। हजुर धन्यवाद। भने चाहिँ अब हामीले मैले डक्टर्सहरू जतिजनाहरूसँग भेटेँ, वार्ता गरेँ होइन। वी हेभ बिन वर्किङ अन द मेडिकल फिल्ड, मेडिकल सेक्टर सिन्स अ लङ टाइम। सो डक्टर्सहरूको गुनासो पनि अब पढ्दाखेरि चाहिँ 1 करोड यसो तिरेर पढ्नुपर्ने, लास्टमा स्यालेरी आउँछ 45,000 35,000 होइन। अनि त्यसमाथि नै अब रातभरि खटाउँछ होइन। यो धेरै कुराहरू छ होइन। अनि अर्को प्रब्लम मैले समस्या दिएको यो नयाँ बच्चाहरूमा नयाँ डक्टर्सहरू जो जानु ऱ्यागिङको समस्या। प्लिज डु नट डु द्याट। नाउ द सिस्टम हेज चेन्ज, द कन्ट्री हेज चेन्ज, यो माइन्डसेट निड्स टु चेन्ज। अब नर्सेसहरू होइन धेरैजना बाहिर जानुको कारण पनि अब उहाँ डक्टर साहबले भनेको अनुसारमा पनि तपाईँको जुन चाहिँ रेसियो छ पेसेन्ट टु यो डक्टर्स एन्ड नर्सेसको रेसियो छ, यो एकदमै मिलेको छैन जस्तो लाग्छ हामीलाई पनि होइन। सो यसलाई पनि मिलाउनु पर्ने छ होइन। अनि अब नाइट अलाउन्सेसहरूको उहाँले कुरा गरिसक्नुभयो, त्यो पनि हाम्रो मागहरूमा छ होइन। सो यसको लागि के गर्नु पऱ्यो भन्दाखेरि तपाईँहरूले चाहिँ छिटो जज गरिदिनु भएन कि। तपाईँहरूले चाहिँ के सोच्नुहुन्छ भन्दाखेरि अहिले हामीले एउटा भर्खरै भिडियो एउटा राखिदिनु जहाँ चाहिँ रेस्पेक्टको कुरा आयो होइन। धेरैजना अफेन्डेड पनि हुनुभयो स्वास्थ्यकर्मीलाई किन अट्याक भनेर। त्यो त हाम्रो त स्वभावमा त हामीले चेन्ज गर्नुपर्छ नि त। त्यो त डक्टर्स, नर्सेस, त्यहाँको स्वास्थ्यकर्मी जोसुकै होस्, उहाँहरूले आफ्नो व्यवहार चेन्ज गर्नै पर्छ। हामी सेवाको लागि आएको, सेवा दिनुलाई हाम्रो कर्तव्य हो। अनि त्यही अनुसार हाम्रो आफ्नो व्यवहार हुनैपर्छ। पेसेन्टहरू एजिटेटेड हुन्छन्, तर हामी त प्रोफेसनल हौँ नि त होइन। हामी प्रोफेसनल भएर उहाँलाई सम्झाउन सक्यौँ भने आई डोन्ट थिङ्क देयर बी अ प्रब्लम। दे विल गिभ यु द रेस्पेक्ट यु डिजर्भ है। कतिजना डराइरहेको हुन्छ, आफ्नो बाबा आमा गुमाइरहेको हुन्छ, उनीहरू आत्तिन्छन्। तर इट्स योर रेस्पोन्सिबिलिटी टु टेक इट इन अ प्रोफेसनल म्यानर। त्यसलाई कसरी काम गर्ने, के गर्ने, त्यस तपाईँहरूसँग प्रोफेसनल नलेज छ होइन। सो प्लिज बी अवेयर। यसमा चाहिँ तपाईँहरूले अट्याक गरेको होइन कि एउटा चाहिँ हाम्रो एउटा समृद्ध एउटा प्रोफेसनल इन्भाइरोमेन्ट चाहिँ हामीले क्रिएट गर्नुपर्छ भनेर चाहिँ हामीले त्यो भन्नु खोजेको है। अनि एट द सेम टाइम हाम्रो पेसेन्टहरूको तर्फबाट पनि रेस्पेक्ट हुनुपर्छ डक्टर्सहरू, नर्सेसहरू, किनभने कतिजना धेरै काम गर्नुहुन्छ, दुःख गर्नुहुन्छ, उहाँहरूले त्यो फ्रस्ट्रेसनको पिक लेभलमा पुगिरहेको हुन्छ होइन। त्यसलाई नै हामीले बुझ्नुपर्छ। प्रेसर बेसी छ होइन, स्यालेरी कम छ होइन नर्सेस डक्टर्सहरूको। त्यही अनुसारमा चाहिँ दुवैजना हामी नेपालीहरू एक हौँ भनेर हामीले लाग्नुपर्छ। यसको लागि तपाईँहरूलाई अब एकै देशभरकै डक्टर्सहरूलाई युनाइट गर्नलाई हामीले एउटा गुगल फर्म मुनि राखिदिएको हुन्छ। त्यो गुगल फर्म तपाईँले लिङ्कमा क्लिक गरेर प्लिज जोइन द मुभमेन्ट, बिकज वी निड टु चेन्ज द हेल्थ केयर सिस्टम टु। एन्ड वी निड टु मेक स्योर द्याट अब आउने नयाँ नेपालमा चाहिँ तपाईँको जुनै पनि तपाईँलाई समस्या भोगेको छ, तपाईँ लगायत नेपाली जनताहरूले त्यसलाई चाहिँ हामीले चाहिँ एउटा सल्युसनको वातावरणतिर लानुपर्ने हुन्छ है। थ्याङ्क यू सो मच एभ्री वान। प्लिज जोइन द मुभमेन्ट। थ्याङ्क यू।